आज चाहिँ हामी मेरो छोरी पढ्ने विद्यालय भ्रमण गर्न गइरहेको छु। नयाँ भवन निर्माण भइराखेको छ, त्यहाँ चाहिँ जाने प्रयास गर्दैछु हैन। कस्तो बन्दैछ, के बन्दैछ, अनि अपाङ्गता मैत्री बनेको छ कि छैन भन्ने कुराहरू पनि हामी त्यहाँ मध्यनजर गर्नेछु। यता चाहिँ अलिकति अफरोड छ, अफरोड भएर बिस्तारै बिस्तारै के लड्दा यहाँ चाहिँ अफरोड छ, अफरोड भएर अलिकति ब्याक गर्नुपर्ने अवस्था छ। यो पनि सायद पछि बनाउनुहुन्छ होला, पछि राम्रै गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। बिस्तारै जाँदैछु है। यो चाहिँ नयाँ भवन हो, नयाँ भवन बन्दैछ 4 कोठाको। यो चाहिँ 10,000 वर्ष आयु हुन्छ अरे यसको। यो चाहिँ खास माटो सिमेन्टीको मात्र बनेको जस्तो मलाई लाग्छ। मैले अस्ति नै हेर्दाखेरि चाहिँ यहाँ चाहिँ अपाङ्गता मैत्री पनि रहेछ। साह्रै खुसी लाग्यो अपाङ्गता मैत्री बनाउनु भएकोमा हैन। धेरै धेरै धन्यवाद पनि भन्नुपर्छ हामीले। यता चाहिँ भित्र, यता आउनुहोस् त क्यामेराम्यान। भित्र जानु मिल्छ? यहाँ चाहिँ भित्र रहेछ। यहाँ पनि अपाङ्गता मैत्री कस्तो शीतल हुन्छ है। यहाँ पनि ढोका रहेछ एउटा, अनि झ्याल रहेछ, माथि पनि एउटा झ्याल रहेछ। कस्तो राम्रै रहेछ माथि चाहिँ उज्यालोको लागि। तर साह्रै शीतल हुँदो रहेछ है भित्र चाहिँ। यस्तो धेरै गर्मी पनि छैन, शीतल महसुस हुने खालको छ। हाम्रो गाउँठाउँमा पनि हाम्रो छोराछोरीले पढ्नको लागि सहज होस् भनेर यसरी विद्यालय बन्नु भनेको यो अत्यन्तै राम्रो कुरा हो। यो सकारात्मक कुरा हो जस्तो लाग्छ मलाई चाहिँ हैन। किनकि ज्ञान शिक्षा भन्ने कुरा हामी सबैलाई अति महत्त्वपूर्ण कुरा हो। यो बनाउनको लागि जुन जुन संस्थाले सहयोग गर्नुभयो, संस्थाहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो विद्यालय बनाउनको लागि निकै पहल गर्नुहुने हाम्रै गाउँको प्यारी अनिता बल दिदी, उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले यो विद्यालयको लागि धेरै नै सङ्घर्ष गर्नुभएको छ, त्यसैले आज यो विद्यालय बन्न सफल भएको छ। साह्रै नै राम्रो विद्यालय बनेको छ। यो चाहिँ जाडोमा धेरै जाडो पनि नहुने, गर्मीमा धेरै निकै गर्मी नहुने त्यो खालको छ। हामी भित्र पनि गयौँ, अहिले चाहिँ बाहिर निकै गर्मी छ तर भित्र एकदमै शीतल छ, एकदम आराम छ हैन। त्यस्तो पोलेको छैन, तर गर्मीमा पनि अनि जाडोमा पनि निकै जाडो हुँदैन भन्ने त्यो खालको भनाइ छ। अब हेरौँ, हेर्दै जाऊँ। अझै पुरा तयारी भइसकेको छैन, बन्दैछ।